मोबाइल लायो भाइ मलाई ब्रदर है यो अर्को गेम है तपाईँले 5 वटा किन्नु म खास गरी एउटा मात्रै गेम खेलाउँथेँ त्यही पनि धेरै सपिङ गर्ने मान्छेले तपाईँले 5 वटा जुत्ता किन्नुभयो त्यही पनि मैले 100 गेम खेल्ने मौका दिएँ है त तर अरूले चाहिँ भ्युअर्सहरूले चाहिँ एउटा मात्रै पाउनुहुन्छ ल यो प्यान्ट छ है मसँग प्यान्ट 28 देखि 36 सम्म छ है त्यो 28 देखि 36 सम्मको यो प्यान्ट छ तपाईँले मिलाउनु भयो भने म तपाईँलाई यो प्यान्ट गिफ्ट दिन्छु तपाईँको साइजको हुन्छ ल गेस गर्नुहोस् त अब अलिकति दिमाग लाउनु भयो भने तपाईँले म हेल्प भइन्छ तपाईँले प्यान्टको साइज हेरेर नि तपाईँ गेस गर्न सक्नुहुन्छ कि हामी त सक्छ होइन अब तपाईँ अलिक कस्टमर थोरै गाह्रो हुन्छ हाम्रो सबैले सजिलो गेम खेलाइन् भन्दा चाहिँ मैले यति गरेँ ल हेर्नुहोस् साइज गर्नुपर्ने 28 देखि 28 देखि 36 सम्मको प्यान्ट हो त्यो मध्ये कुन साइज होला त्यो मिलाउनु भयो प्यान्ट तपाईँलाई गिफ्ट साइज हेऱ्यो भने मिल्या चाहिँ 28 साँच्चै हो ल हेर्नुहोस् औ त्यो पनि पाइयो मलाई पुरा दिमाग लाउँदै हुन्छ नि लाउनुहोस् हेर्नु 30 चाहिँ होला जस्तो लाग्यो यस भेरी गुड अनि हेर्नुहोस् 20 गरौँ ल है त 20 भन्नुभएको छ जस्तै अरूले के गेस म चाहिँ 30 गरे हो ल हेरौँ है त यो मलाई 30 गर्नुभयो तपाईँले 28 भन्नुभयो निकाल्दिउँ वान चान्स मात्र हो 1 चान्स मात्र 28 36 भन्नुभयो हजुर सानैदेखि त 28 हो कि 30 हो दुईटाबाट एउटा हो म चाहिँ 30 हो रे के अझ यस कति 30 गर्नु सानै उस त्यो आफ्नो दिमागले गर्ने हो नि साइज के ल ल भन्नु है अरे ब्रदर धेरै सोधा पर्नु हो ल गेस गर्नुहोस् हजुर मैले त केही बुझेन के भइसक्यो भन्नुभयो ल हेर्नु है त कतिको रहेछ ढ्याङ अरे यो आयो 31 को प्यान्ट हो कि ल ब्रदर सरी मेरो जान्छ मैले है त